हेलो साथीहरु, जापानमा चाहिँ कसरी हुन्छ ग्रिटिङहरु ओहायो गोजाइमासु कोनिचिवा कोनबानवा हैन ओयासुमिनासाई भन्दाखेरि चाहिँ अनि फेरि ओत्सुकारे सामादेश भन्दाखेरि चाहिँ काममा चाहिँ कसरी भन्ने भन्दाखेरि चाहिँ हैन ओहायो गोजाइमासु भनेको प्रत्येक बिहान भन्नुपर्छ के प्रत्येक बिहान चाहिँ ओहायो गोजाइमासु कसरी भन्ने ओहायो गोजाइमासु यसरी हैन अनि कोनिचिवा कोनबानवा पनि यसरी नै कोनिचिवा कोनबानवा टक्क लाएर के हैन यसरी भन्नुपर्छ अनि फेरि सरी भन्दाखेरि चाहिँ मोसिवाके गोजाइमासेन अथवा चाहिँ गोमेनासाई अथवा सुमिमासेन भन्दाखेरि चाहिँ हैन सुमिमासेन भनेको चाहिँ नर्मल्ली हुन्छ अनि आफूले चाहिँ अब केही गल्ती नै गरियो हैन काम बिगार्यो त्यता गरियो हैन अथवा चाहिँ अरूको सामान चलाइयो भने चाहिँ अब गल्ती गरेको सरी भन्नु पर्यो नि त गोमेनासाई अथवा मोसिवाके गोजाइमासेन भन्छ के हैन कसरी भन्ने गोमेनासाई भन्दाखेरि चाहिँ गोमेनासाई अलि धेरै झुक्नुपर्छ है मोसिवाके गोजाइमासेन अलि धेरै झुक्नुपर्छ हैन हेर्नुस् राम्रोसँग झुक्नुपर्छ हैन सुरुमा चाहिँ ओहायो गोजाइमासु भन्दाखेरि थोरै झुके पनि हुन्छ हैन तर चाहिँ सरी भन्दाखेरि चाहिँ अलि गल्ती हो नि त त्यही भएर चाहिँ अलि धेरै झुक्नुपर्ने अवस्था हुन्छ के हैन अलि धेरै झुक्नुपर्ने अवस्था हुन्छ त्यसैले चाहिँ हैन यहाँको ग्रिटिङहरु एकदम इम्पोर्टेन्ट छ के अब यो बेलालाई चाहिँ तपाईले चाहिँ ओयासुमिनासाई भन्ने के अब कुनै बाटोमा जापिन्छ ओयासुमिनासाई भन्ने यतिको भने हुन्छ कि नर्मल्ली हैन नत्र भर्खर तपाईँ आउनु भने ओयासुमिनासाई अनि हल्का झुक्दिनु हुन्छ कि ओयासुमिनासाई भनिदिनु हुन्छ हैन अनि कसैले बाटो यिनीहरू चाहिँ यस्तो सधैँ छन् कि हैन म जहिले बिहानमा चाहिँ यता काममा जाँदाखेरि एउटा बुढी भेट हुन्छ कि हैन एउटा चाहिँ बुढी भेट हुन्छ ऊ पल्लो छेउमा हिँड्छ म यतातिर हिँड्छु त्यही पनि यस्तो गरेर हिँड्छ यतिकै केही नबोले पनि टाढा देखेर पनि यस्तरी के हैन एकदम राम्रो शिष्ट व्यवहार के हैन हामीलाई चाहिँ विदेशीलाई चाहिँ जापानले हेला गर्यो भनिन्छ एउटा कुरा हैन तर चाहिँ हामीले इन्डियनहरु चाहिँ हाम्रो नेपालमा आयो भने चाहिँ हामीले के राम्रो मानिन्छ ल भन्नुस् हामीले पनि त्यस्तै व्यवहार गरिन्छ नि हैन र हामीले पनि त यो धोती हो भनिन्छ त्यता व्यवहार गरिन्छ तर चाहिँ हामीले त राम्रोसँग इन्डियनलाई व्यवहार राम्रो गरिदिदैन भने चाहिँ यिनीहरूले हामीलाई राम्रो व्यवहार गरोस् भनेर कसरी एक्सपेक्ट गर्न सकिन्छ के अनएक्सपेक्टेड हो नि त हैन त्यहाँ चाहिँ हैन जापानिजहरु यति सधैँ नै हुन् कि कति राम्रोसँग बोल्छन् बोल्न त हैन कति राम्रोसँग गर्छन् एक दुईजना खराब त जो पनि हुन्छ हैन एक दुईजना खराब जो पनि हुन्छ तर चाहिँ यिनीहरूलाई राम्रोसँगै शिष्टाचार सिकाएको हुन्छ के पहिलेदेखि हैन अनि त्यसपछि तपाईले चाहिँ जापानमा आएपछि ग्रिटिङ एकदम महत्त्वपूर्ण हुन्छ तपाईले राम्रोसँग ग्रिटिङ गर्न सक्नुभयो भने चाहिँ तपाईले चाहिँ जापानिजहरुले आफ्नो कम्पनीमा चाहिँ काम जापानिज ल्याइदिन्छ वर्किङ पनि जापानिज ल्याइदिन्छ त्यति सधैँ हुन्छ कि जापानिजहरुको उनीहरुको मन जित्न पर्यो सबभन्दा पहिलो कुरा हैन मन कसरी जित्ने भन्दा चाहिँ काममा चाहिँ राम्रोसँग काम गर्ने कि उनीहरुले भनेको मान्ने अनि उनीहरुले आइसा छु ओत्सुकार समादेश हिँड्ने बेलामा पनि हैन बिहान पनि काममा जाने बित्तिकै ओहायो गोजाइमासु भन्ने ओत्सुकार समादेश भन्ने राम्रोसँग गर्दाखेरि चाहिँ उनीहरुले आफ्नो कम्पनीमा चाहिँ आफूले चिनेको साथीको कम्पनी अथवा चाहिँ आफ्नो कम्पनीमा चाहिँ हैन लगाइदिन्छन् के उनीहरुले त्यति सधैँ हुन्छन् कि उनीहरु हैन लगाइदिन्छन् मन जित्न पर्यो सबै कुरा गरिदिन्छन् कि जापानिजहरुको चाहिँ मन जित्न चाहिँ खासै गाह्रो छैन के हैन विदेशी भएर चाहिँ हामीले जापानिजको मन जित्न सक्दैन बरु चाहिँ हैन विदेशीले चाहिँ जापानिजको मन जित्न सकिन्छ के त्यति सजिलो छ कि हैन जापानिजहरुको मन जित्नको लागि त्यसैले चाहिँ हैन सबैजना चाहिँ यो ठाउँमा हुनुहुन्छ अझ जापान आउन चाहनुहुन्छ अथवा चाहिँ जापान आइसक्नु भएको छ भने चाहिँ राम्रोसँग काम गर्नु होला हैन आउन चाहनुहुन्छ भने चाहिँ अब आउँदाखेरि चाहिँ के गर्ने सियो आएपछि के गर्ने अथवा काम कसरी खोज्ने बारेमा तपाईलाई अहिले भिडियो चाहिन्छ भने चाहिँ अफकोर्स मैले भिडियो बनाउने नै छु हैन अब मेरो चाहिँ माथिको भिडियो पनि हेर्न सक्नुहुन्छ हैन अनि तपाईहरुलाई अब नयाँ हो भने चाहिँ यसलाई सब्स्क्राइब गर्नुस् आजलाई यति नै बाइ बाइ।